पार्टीद्वारा आयोजित चुनावी जनसभा सुकियामा हामी छौँ। मञ्चमा उपस्थित दार्जिलिङ विधानसभा क्षेत्रका उम्मेदवार नोमन राईज्यू, मञ्चमा उपस्थित गठबन्धन दलका सम्पूर्ण नेतृत्वगण, यहाँहरू सबैलाई एकमुष्टमा सम्बोधनमा राख्न चाहन्छु। कहाँबाट बोलौँ, के बोलौँ भन्ने माहौल छ आज यो हाम्रो मञ्चमा। तर हामीले जुन सिम्बल पाएको छौँ कमलको फुल, यसलाई बेसी मलजल गर्नु पर्दैन। अप्ठ्यारोमा फुल्ने कमलको फुल हो। त्यसैले यो जमिन अलिकति बाँझो थियो, आज सुकेले भिजाइदिएको छ। अब हिलो गेज भएको छ। अब निश्चित कमलको फुल फुल्छ। जब हामी सुकेमा आयौँ, हामीलाई सुकेले पानीद्वारा स्वागत गरेको छ। अघिको चुनावी जनसभाहरूमा पनि सुकेमा पानीले नै स्वागत गरेको छ। तर मतदान पछिको गणनामा सुकेले जहिले पनि बहुमत दिएको छ। यसपालि हामीलाई भरोसा छ सुकेले बहुमत दिन्छ। जसरी आज यो विचित्र साउन्ड सिस्टम छ, हाम्रो मिलन पनि विचित्रै छ। विमल दाजु र हामी मिल्नै नहुने मान्छे हो। विमल दाजुलाई मैले 2 ट्रक त गाली गरे होला, तर आज एउटा मञ्चमा बस्नु परेको छ। यसको एउटै स्वार्थ हो, हाम्रो जाति हार्नु हुँदैन भनेर हो। पार्टी हेर्नु भने उहाँमा नमिल्ने हो। जनताले एउटा कुरा बुझ्नुपर्छ, हामी मिलेका छौँ। जनताको शिर खनाउनु पर्छ भनेर हामी मिलेको छौँ। यो जातिले न्याय पाउनुपर्छ भनेर। जनताले सिन्टेक्स भराउनेहरूलाई विश्वास गर्नु हुँदैन। विश्वास गर्नुहुन्छ तपाईँहरूले? नोमन राईज्यूलाई जिताउनु भनेको हाम्रो जातिको शिरलाई खडा गराउनु हो। आज यहाँनिर जुगा जस्तो पार्टी पनि जन्मेको छ। हिजो अस्तिसँग हामीसँग मिलेको थियो, विमल दाजुसँग पनि मिल्नु खोज्दै थियो। अहिले भन्छ दिल्लीको टोकरी नल्याउनु, कोलकाताको टोकरी नल्याउनु भन्छ। उसलाई पहाडमा कसले सघाउँदैछ? सिपिएम पार्टीले सघाउँदैछ। बुझ्नुभयो मैले कसको कुरा गर्न चाहेको? सिपिएम पार्टीले उसलाई सघाउँदैछ। उसलाई जितायो भने फेरि कोलकातामा गएर तृणमूल पार्टीको हात पक्रन्छ। त्यसैले हामी स्टेट फरवर्ड कुरा गर्छौँ, सोझो कुरा गर्छौँ। किन घुमफिर गर्दै कोलकाता जानु? बिजेपीको उम्मेदवार नोमन राईलाई जिताएर सिधै यसपालि पहाडको गभर्नमेन्ट फर्म गर्नुपर्छ कोलकातामा। तपाईँले देख्दै हुनुहुन्छ त, सोसियल मिडियामा सुन्दै हुनुहुन्छ त, कोलकातामा यो पालि दिदीको हालत ठिक छैन। ठिक छ? उसो भए पहाड विपरीत पुग्नु, पहाडले दिदीको नोमिन्दाहरूलाई जिताउनु त जिताउनुहुन्छ तपाईँहरू। यसैले 23 तारिक जे सुके होस्, आँधी बेरी हुडी बतास तुफान होस्, 1 नम्बरमा चुनावको चिन्ह छ। 1 नम्बर बनाउनु पर्छ। नमिल्ने पार्टी मिलिसक्यौं, एक मञ्चमा खडा भइसक्यौं। यसपालिको चुनावमा पार्टी हेरेर होइन, जाति हेरेर हामीले भोट गर्नुपर्छ। तपाईहरु जातिलाई हेर्नुहुन्छ कि हेर्नुहुन्न? तपाईहरु सुकेले बताउनुहोस्, जातिलाई हेर्नुहुन्छ कि हेर्नुहुन्न? उसो भए तपाईले 23 तारिक केमा भोट गर्नुपर्छ? कमलको फुलमा भोट गर्नुपर्छ। मेरो जेन्जी युवा साथीहरूलाई
आह्वान छ। कोलकातामा बस्ने बेहेन्जी कोलकातामा बस्ने बेहेन्जीले हाम्रो भविष्य अन्धकार पारेको छ। हामी जस्तो जेन्जी युवाहरूलाई 2017मा गोली निधरमा ठोकेको छ। यो बिर्सिनु हुँदैन। तपाईहरु बिर्सिनुहुन्छ? म बिर्सिन सक्दिनँ यो 2017लाई, जसले हामीलाई धोका दिएको छ। यसपालि हामीले ब्यालेटद्वारा उनीहरूसँग ऋण चुकाउनु पर्छ। चुकाउन तयार हुनुहुन्छ? पहाड लथालिङ्गै बनेको छ। हिजो मात्रै हाम्रो नौमान राईज्यूको पक्षमा, सोनाम लामाको पक्षमा, भरत छेत्रीज्यूको पक्षमा सिक्किममा चुनाव प्रचार गर्न गइयो। सिक्किमको बासिन्दालाई गर्न गएको होइन। दार्जिलिङका 1 लाख भन्दा पनि ज्यादा युवा युवतीहरू आज सिक्किममा काम गर्दैछ। उनीहरूले भोट अपिल गर्न गएको हो। तर म त प्रजातान्त्रिक कहिले पनि भन्दिन। तान्त्रिक मोर्चाहरूले अर्कै कुरा फेसबुकमा लाउँदैछ, त्यसमा बग्नु हुँदैन। उनीहरूलाई हामीले भोट अपिल गर्नुपर्ने थियो। बेरोजगार युवाहरू काम गर्न गएको छ, उनीहरूलाई पनि फर्केर आऊ भन्न गएको हो। यसपालि मौका छ हाम्रो लागि, गोल्डन मौका छ। 15 साल बिजेपीले हामीलाई केही पनि दिन सकेको थिएन। यसपालि गृहमन्त्रीज्यूले भन्नुभएको छ, बङ्गालमा बिजेपी सरकार आएपछि संवैधानिक व्यवस्था पहाडलाई दिने। हामीले परिवर्तनको नारा लगाएको व्यक्ति परिवर्तनको कुरा गरेको होइन। अनितलाई हटाएर अर्कोलाई राख्नुपर्छ भनेको होइन। हामीले भनेको परिवर्तन भनेको व्यवस्था परिवर्तन हुनुपर्छ भनेको हो। हाम्रो आवाजलाई सिरोपर गरेर गृहमन्त्रीज्यूले स्पष्ट रूपमा भन्नुभएको छ, व्यवस्था परिवर्तन गर्छु भन्नुभएको छ उहाँले। मौका छ व्यवस्था परिवर्तन गर्ने, सत्रमा धोका दिनेलाई बदला फेर्ने मौका छ। बदला फेर्नुहुन्छ कि हुन्न? बदला फेर्नुहुन्छ कि हुन्न? तर ब्यालेट मार्फत हामीले बदला फेर्नुपर्छ। 2017 को ऋण सही तरिकाले हामीलाई लगाएको ऋण, उहाँहरू त शरीर मरेर गए, उहाँले लडन्त लडेर गए। अब हामी जिउँदोहरूले जिउँदो लडन्त लड्नुपर्छ। यो 23 तारिक हामीले उनीहरूलाई 3वटा जग्गामा, कालिम्पोङमा, खरसाङमा, दार्जिलिङमा हामीले नील बनाउनु पर्छ। नील बनाउन तपाईहरु तयार हुनुहुन्छ? तपाईहरु सक्षम हुनुहुन्छ? हामीले आज प्रण गर्नुपर्छ ती शहीदहरूलाई सम्झेर। 23 तारिक हामी पहाड हामी बिग्दैनौँ। पहाडको मान्छे मरेको छैन, गोर्खा जिउँदो छ भनेर हामीले प्रण गरेर हामीले भोट गर्नुपर्छ। यसैले आमा दिदीबहिनी, प्रिय मित्रहरू, हामीले यो कुरालाई ध्यानमा राख्नुपर्छ। बिजेपीले केही दिएन भनेर तपाईलाई भकाउन खोज्ला हो। अहिले काम गर्दै गर्दा, बातचित गर्दै गर्दा केही पनि देखिँदैन। जुन दिन दिन्छ नि त्यो दिन तपाईँ र म भन्दा अगाडि तान्त्रिकहरू हुन्छ है, उनीहरू त्यो ठाउँमा छ। अहिले के भन्दै थियो? विमल गुरुङको पार्टीबाट क्यान्डिडेट दिएको छ, जेएनएलएफले सघाउँदैन। 2007 को जेएनएलएफले भुल्दैन, बदला फेर्छ भनेर तान्त्रिकले तन्त्र मन्त्र चलाउँदैछ। तर हामी पनि टुनामुना जान्दछौँ। तिमीले तन्त्र मन्त्र गर्दैछौ, हामी पनि टुनामुना गर्न जान्दैछौँ। किनभने सुभाष घिसिङज्यूले एउटै कुरा सिकाउनु भएको छ, पार्टी भन्दा जाति ठुलो, जाति भन्दा माटो ठुलो। त्यसैले यो जातिको अगाडि यो गोर्खा जातिलाई न्याय दिलाउन विमल गुरुङ दाजुसँग मिल्न पनि हामी पछि हट्दैनौँ। र अध्यक्ष मन घिसिङज्यूले निर्णय लिनुभयो,
यसपालि नमन राईज्यूलाई जिताउने भनेपछि हामी त उहाँको सिपाहीहरू हौ। सेना अध्यक्षले जिताउनु पर्छ भनेपछि हामी 1 जिताउँछौँ, 2 जिताउँछौँ, 3 जिताउँछौँ। शङ्ख नगर्नुहोला, शङ्ख नगर्नुहोला जेनेले माथि। हामी 23 तारिक शङ्ख फुकेर तान्त्रिकहरूको हामीले तन्त्र मन्त्र हराउँछौँ, यो याद गर्नुहोला। यसैले मैले अघि नै भने साउन्ड सिस्टम मिलेन, कोनी के मिलेन, के मिलेन। यस्तै अप्ठ्यारोमा फुल्ने जाति हो यो गोर्खा। यस्तै अप्ठ्यारोमा फुल्ने हो, हिलोमा फुल्ने हो कमलको फुल। हिलो भन्दा मलिलो छ यो सुखिया बजार, मलाई थाहा छ। सुखिया बजारले पञ्चायत इलेक्सनमा पनि, समितिको इलेक्सनमा पनि तान्त्रिकहरूलाई धुलो चटाएको छ। यो सुखिया बजारले यो 23 तारिक यो तान्त्रिकहरूलाई अझै धुलो चटाउँछ भने पूर्ण विश्वास राख्दै आज यो सुकेको पानीले तान्त्रिकहरूको तन्त्र मन्त्र अब सबै के गरेको छ, उडाइदिएको छ, धुइदिएको छ। अब आजदेखि गठबन्धन दलको टुना मुना यो के सुके बजारमा सुरु भयो। सक्छौ भने नमन राईलाई हराएर देखाऊ। आज अनित थापासँग म्युनिसिपालिटी छ, जिटिए छ, पञ्चायत छ, समिति छ, तर उनीहरूले ल्यायो के ल्यायो? पञ्चायत चुनाव गरेर बेरोजगार युवाहरूलाई रोजगार दिन्छु भन्यो, दियो? अब उनीहरूको कुरा पत्याउनु, अमित शाहको कुरा पत्याउनु हुन्छ कि अनित थापाको? आज बिहानै मैले न्युज हेर्दै थिएँ, एउटा कपाल फुलेको मान्छेले कपाल त फुल्यो, तर यो जातिको लागि काम गरेर फुलेको होइन। मौका खोज्दा खोज्दा खोज्दै फुलेको मान्छेले भन्दै थियो हाम्रो लागि त अमित शाह पनि अनित थापा, नरेन्द्र मोदी पनि अनित थापा अरे। त्यस्तोहरूको कुरा पत्याउनुहुन्छ, पत्याउनुहुन्न त। हामीले यस्तो सांसद पाएको छौँ जुन सांसदले दिल्लीमा उसको पहुँच कतिको छ भन्ने कुरो यहाँ मञ्चमा आसीन सबै नेतृत्वलाई थाहा छ। मौका चुकाउनु हुँदैन। हामीले बजारमा टमाटर किन्दा त पोल्टाइ किन्ने हो कि होइन टमाटर? आज सुकेको हाटमा कसले सब्जी किन्नुभयो? पल्टाइ हेर्छौँ। अब हामीले नेतृत्व छान्दाखेरि पनि, भोट गर्दा पनि पल्टाइ हेर्नुपर्छ। अजय दाजुको पनि कनेक्सन अभिषेक ब्यानर्जी हो, अनित थापाको ममता ब्यानर्जी हो। पल्टाउनु जान्नुपर्छ। यहाँनिर क्षेत्रीयवाद भन्दैछ, फेरि सिपिएमको आशीर्वाद थाप्दैछ। 80 सालमा गोली ठोक्ने पार्टी कुन हो? सिपिएम हो नि त। आज अजय एडवर्डलाई दार्जिलिङ पहाडमा कसले भोटमा सघाउँदैछ? सिपिएमले सघाउँदैछ। फेरि जितेर गएर कोसँग मिल्ने अरे? 2017मा गोली ठोक्ने। होसियार गर्नु, परिवर्तनको नारामा भुलिनुहुन्छ होला, तर उतापट्टि परिवर्तन चाहिँ केवल व्यक्ति परिवर्तन हुन्छ। हाम्रो नमन राईलाई जितायो भने चाहिँ व्यवस्था परिवर्तन हुन्छ। यही भन्दै सुके बजारलाई सधैँ तपाईँले जिताउनुहुन्छ। यसपालि पनि हामी खाली हात आएको छौँ, रित्तो हात लिएर आएको छौँ। तपाईँहरूले अङ्गालो भरिभरि तपाईँहरूले भोट दिएर पठाउनुहुन्छ नमन राईज्यूलाई भन्दै मेरो सानो सम्भाषणलाई यही राख्न चाहन्छु। जय गोर्खा, धन्यवाद।